रातको 11:15 भइसक्यो तर मेरो चाहिँ अनएक्सपेक्टेडली होइन के भएछ भने अफिसरको फर्स्ट पेपर मैले पास गरेछु कि अनि अब मलाई के गर्ने भइरहेछ। फर्स्ट पेपर पास गर्नु इज नट अ बिग थिङ होइन किनभने अझ मेन लाइक कुरुक्षेत्र त अब सुरु हुन्छ के किनभने अराउन्ड 8,000 जनाले पास गर्नुभएको रहेछ अनि त्यसमा लाइक अलमोस्ट ओ माई गड सम्झिँदा नि मुटु काम छ अलमोस्ट त्यसमा 8,000मा 100जना होइन अराउन्ड 100 कति 120 130 कतिजनाको भ्याकेन्सी छ के त्यतिजना चाहिँ फ्यालिन्छ के अनि त्यस्तो हुँदाखेरि मलाई चाहिँ जस्ट मेरो अहिलेको इमोसन चाहिँ रेकर्ड गर्न मन लागेर गरेको अनि अब मेरो कतिजना साथीहरू चाहिँ कस्तो स्योर हुनुहुन्थ्यो कि पास गर्छु भनेर तर उहाँहरू फ्यालिनु भएछ कि अब म चाहिँ त्यस्तो स्योर थिएन किनभने म चाहिँ मेरो त्यति राम्रो गरेको थिएन मैले आइक्यूमा त्यस्तै 6-7वटा मात्रै गर्न पाएको थिएँ कस्तो माइन्डै फक भएर मैले डेटाहरू गर्न सकेको थिइनँ होइन अनि मैले चाहिँ मात्रै मलाई यो चाहिँ स्योर हो है भन्ने खालको मात्रै जिके पनि गरेको थिएँ कि त्यसमा त्यस्तै कति 20वटा जति थियो होइन मैले पछि यहाँ आएर चेक गर्दाखेरि अनि इङ्ग्लिसमा मेरो त्यस्तै 2-3 जति मिस्टेक भएको थियो जस्तो लाग्छ मलाई सायद त्यही इङ्ग्लिसले गर्दा अनि मैले चाहिँ धेरै क्वेसन छोडेको भएर मलाई चाहिँ एकदमै कन्फिडेन्सै डाउन भएको थियो कि लाइक म त अब सुब्बाको क्लास लिन्छु भनेर सुब्बाको बुकहरू निकालिसकेको थिएँ कि त्यहाँ हेर्न सक्नुहुन्छ सुब्बाको पेपरहरू पढ्छु भनेर अनि तर पास भएछु अनि अब यसमा थ्याङ्क यू भन्नु कि के भन्ने जस्तो कि आई थिङ्क आई सुड बी ग्रेटफुल होइन तर अब अझै ओ माई गड काम त अझै कति बाँकी छ अब मेन लाइक महासङ्ग्राम चाहिँ अब हो कि ओ माई गड म त सम्झिँदा यस्तो ओभरवेल्म्ड फिल हुन्छ एनिवे विस मी लक अनि आज चाहिँ मेरो डे 1 हो अबको डेजमा चाहिँ म रेगुलर आफ्नो जस्ट माइन्ड के भन्छ माइन्डमा भएको कुरा रिलिज गर्नलाई भिडियो पोस्ट गर्छु भनेर सोचेको छु सो द्याट्स इट इफ यु लाइक इट होइन लेट मी नो अनि तपाईँहरू कतिजनाले सायद वी आर इन सिमिलर ग्राउन्ड होला होइन सेयर गर्नु होला द्याट्स अल थ्याङ्क यू